अलपत्र बागेश्वरी तलाउ। यति बेला हामी बाँके नेपालगञ्जको शक्तिपीठ बागेश्वरी मन्दिरमा छौं। बागेश्वरी मन्दिरको पूर्वपट्टि रहेको तलाउ विगत 2 वर्षदेखि अलपत्र अनि फोहोरमय बनेको छ। बागेश्वरी तलाउको बीचमा रहेको जुङ्गे महादेव मन्दिरलाई स्तरोन्नति गरी आकर्षक बनाउने भन्दै 2079 चैत्र 2 मा 1,08,73,899 मा ठेक्का सम्झौता भएको बुझिन्छ। तर ठेकेदार कम्पनीले 2080 चैत्र 2 भित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नु पर्ने भए पनि अहिलेसम्म काम पूरा नभएको प्रष्ट देखिन्छ। हामी नेपालगञ्जियालाई कसैको चासो छैन, तर मन्दिर जस्तो पवित्र ठाउँलाई सकेसम्म छिटो राम्रो परिपक्व बनाउन लाग्न कसैलाई माया छैन, एक स्थानीय तथा व्यापारी बताउँछन्। नमस्ते, म सौरभ शाह तपाईहरुलाई आज एउटा एकदम गम्भीर विषयमा जानकारी दिन चाहन्छु हैन। हाम्रो नेपालगञ्जको शक्तिपीठ बागेश्वरी माता, जुङ्गे महादेव अनि तपाईको त्यसको वरिपरि भएको तालतलाउको अवस्था तपाईहरुले हेर्दै आउनु भएको छ हैन। त्यो व्यवस्थापन नभएको 2 वर्ष हुन आँटिसक्यो के। टेन्डर पास भएको 2 वर्ष भन्दा माथि भइसक्यो, तर कामै नहुने के। काम कहिले हुने? हामी नेपालगञ्ज जनता कतिसम्म सहनशील छौं के? अब त उठौं, जागौं न। हाम्रो शक्तिपीठलाई चाहिँ संरक्षण गरौं न। त्यहाँको तपाईको 2 वर्ष हुन आँटिसक्यो, न जुङ्गे महादेव बनेको छ, न त वरिपरि तालतलौयाहरूको अवस्था हेर्नुस्। अब बर्खा लाग्न लागिसक्यो, बर्खा लागिसकेपछि तपाईको पुरै भरिन्छ अनि काम ठप्प हुन्छ के। यति काम ठप्प भइरहेको छ, झनै काम ठप्प हुन्छ। अनि हामी जागरुक नहुने भयो भने चाहिँ को जागरुक हुने त? त्यही भएर चाहिँ नेपालगञ्जको जनतालाई के भन्न चाहन्छु, हामी सबैजना एक भएर एकजुट भएर आफ्नो जुन बागेश्वरी मन्दिरको संरचनाहरू, ठाउँहरू व्यवस्थापन आफै गर्नुपर्छ। अनि हामीहरू जसले टेन्डरले सचेत गर्नुपर्छ। तपाईले टाइममा काम गर्नुपर्छ। त्यहाँ हेर्नुस्, तपाईको त्यो कछुवाहरू सबै मरिसके हैन। त्यो हाँसहरूको व्यवस्थापन नभएर पुरै बजारहरूको बीजी लाइनमा हाँसहरू गुहार मागिरहेको छन्। गुहार सुन्दिने कोले